सबै श्रोतालाई मेरो सादर नमस्कार। अध्यात्मलाई हामीले सम्झिन्छौँ यो थ्योरी मात्रै हो, प्र्याक्टिकल होइन। अध्यात्म पनि जसरी भौतिक विज्ञान छ, फिजिकल साइन्स छ, त्यसरी अध्यात्म पनि एउटा विज्ञान हो जसलाई हामीले स्पिरिचुअल साइन्स भन्न सक्छौँ। र जसरी भौतिक विज्ञानमा थ्योरी र प्र्याक्टिकल दुइटै हुन्छ, त्यसरी अध्यात्म विज्ञानमा पनि थ्योरी र प्र्याक्टिकल दुइटै हुन्छ। आज हाम्रो समाजमा एउटा मिसअन्डरस्ट्यान्डिङ के भएको छ भने हामीले थ्योरीलाई लिएर राख्छौँ, प्र्याक्टिकल बिर्सेको छौँ। र त्यो गर्दाखेरि हाम्रो जुनै पनि अध्यात्मको बाटोमा हामी अधुरो भयौँ। र भन्छ कुनै पनि कुरोमा व्यक्ति अधुरो, हाफ नलेज इज डेन्जरस। र थ्योरी र प्र्याक्टिकल दुइटाको कम्बिनेसन हाम्रो जीवनमा हुनुपर्छ। र आज म हजुरलाई श्रीमद् भागवत महापुराण, जो हाम्रो समाजमा अति प्रचलित ग्रन्थ हो, 7 दिन हामी भागवत पुराण लगाउँछौँ, त्यो भागवतको थ्योरी त हामीले 7 दिन सुन्यौँ। तर जुन बेला सुखदेव ऋषिले राजा परीक्षितलाई जब त्यो 7 दिन थ्योरी सुनाएको थियो, त्यसको बाद भागवतको जुन प्र्याक्टिकल पार्ट छ त्यो पनि प्रदान गर्नुभएको थियो। र थ्योरी भागवतको 7 दिन हुँदा त्यसको प्र्याक्टिकल पार्ट के हो, हामी त्यसलाई चर्चा गर्न जाँदैछौँ। भागवतको कथा यस प्रकार छ। वेदव्यासजी दुखी र अशान्त भएर बस्नुभएको थियो। नारदजी आइपुग्नुहुन्छ। नारदजीले आएर भन्नुहुन्छ, हे वेदव्यासजी, तपाईँ किन दुखी र अशान्त भएर बसेको? के प्रब्लम आयो, के समस्या आयो भन्दाखेरि मलाई अरू कुनै समस्या छैन। मैले 17वटा पुराण लेखेँ। त्यो 17 पुराण लेखेर पनि मलाई स्वयंलाई सन्तुष्टि भएन। जब मलाई नै सन्तुष्टि भएन भने यो पुराणले मात्र समाजलाई कसरी सेटिस्फाई गर्छ, कसरी दिशा प्रदान गर्छ, त्यो चिन्तनले मलाई दुखी र अशान्त बनाएको छ। किनभने पहिलाका व्यक्तिहरू स्वार्थी हुँदैन थिए, उहाँहरूको जहिले पनि परमार्थको भावना हुन्थ्यो। नारदजीले भन्नुभयो, वेदव्यासजी, तपाईँको सोचाइ एकदम करेक्ट हो। तपाईँले जुन पुराण लेख्नु भएको छ त्यो हुँदा पनि एउटा कुरो हजुरलाई थाहा छैन, जुन मूल कुरो मेन हो, जसको बिना सबै कुरो अधुरो छ, त्यो मूल कुरो म यहाँहरूको समक्षमा राख्दैछु भनेर उहाँले प्रसङ्ग सुनाउनुहुन्छ वेदव्यासजीलाई। कि जब प्रभु परमात्माले, आदिपुरुष नारायणले सृष्टिको रचना गर्ने प्लान गर्यो, उहाँले सबभन्दा पहिला ब्रह्माजीको सृजना गरे। अनि ब्रह्माजीलाई आदेश गरे, हे ब्रह्माजी, तपाईँ यो सृष्टिको रचना गर्नुहोस्। ब्रह्माजीले प्रार्थना गरे, प्रभु म रचना त गरौँला, त्यसमा मै फसिहालेँ भने त्यसबाट बाँच्ने उपाय के छ? माकुराले जाल बनाउँछ, आफू त्यसमा फसेपछि त बेचारा निस्किनै पाउँदैन। र यसबाट बाँच्ने उपाय मैले पाऊँ भन्ने प्रार्थना गर्दाखेरि आदिपुरुष परमात्माले, नारायणले ब्रह्माजीलाई एउटा चतुश्लोकी ज्ञान प्रदान गर्नुभयो र भन्नुभयो, यो चतुश्लोकी ज्ञानको तिमीले साधन भजन गरिरह्यो भने तिमीलाई माया व्याप्त हुने छैन। तिमी यो मायामा, यो संसारको रचनामा फस्ने छैनौ। कमलको फुल जस्तै तिमी अलग्गै भएर बस्न सक्छौ। रे ब्रह्माजी, म तपाईँलाई चतुश्लोकी ज्ञान प्रदान गर्दैछु भनेर आदिपुरुष नारायणले ब्रह्माजीलाई चतुश्लोकी ज्ञान प्रदान गर्नुभयो। नारदजीले भन्नुहुन्छ, हे वेदव्यासजी, ब्रह्माजीको कृपाले मैले पनि त्यो चतुश्लोकी ज्ञान प्राप्त गरेँ। र त्यो चतुश्लोकी ज्ञान प्राप्त गरेर ब्रह्माजीले 4 वेदको रचना गर्ने भने कति प्रसङ्ग हामी सुन्छौँ। र ब्रह्माजीलाई चतुर्मुखी ब्रह्मा भन्छ, 4वटा मुख भएको भनेर। र नारदजीले भन्नुहुन्छ, ब्रह्माजीको कृपाले मैले पनि त्यो चतुश्लोकी ज्ञान प्राप्त गरेँ। म हजुरलाई त्यो चतुश्लोकी ज्ञान प्रदान गर्दैछु। र हजुरले त्यो ज्ञानको मनन साधन गरेर त्यसको आधारले, त्यसको प्रेरणाले हजुरले एउटा ग्रन्थको रचना गर्नुहोस्। हजुरलाई पनि सन्तुष्टि र शान्ति हुन्छ, समाजले पनि त्यसबाट दिशा पाउँछ भनेर आदिपुरुष नारायणले ब्रह्माजीलाई दिएको चतुश्लोकी ज्ञान, ब्रह्माजीबाट नारदजीले जुन चतुश्लोकी ज्ञान प्राप्त गर्यो, त्यो चतुश्लोकी ज्ञान नारदजीले वेदव्यासलाई प्रदान गर्नुभयो। अब त्यसको आधारमा लेखिएको ग्रन्थ श्रीमद् भागवत महापुराण हो। ब्रह्माजीले नारदजीलाई जुन प्रदान गर्नुभयो चतुश्लोकी ज्ञान, त्यही ज्ञान नारदजीले वेदव्यासलाई प्रदान गर्नुभयो। अनि त्यसको आधारमा लेखिएको ग्रन्थ श्रीमद् भागवत महापुराण हो।
र भागवतलाई चतुश्लोकी भागवत भन्छ। र 7 दिने भागवत त थ्योरी भयो, त्यसको प्र्याक्टिकल के हो भन्दा त्यो चतुश्लोकी ज्ञान हो। आज हामीले 7 दिन भागवत सुन्छौँ, यो प्रश्न गर्दैनौँ, यो रिक्वेस्ट गर्दैनौँ, जिज्ञासा राख्दैनौँ कि पण्डितजी आचार्यजी हजुरले 7 दिन भागवत त सुनाउनु भयो, थ्योरी त हामीले सुन्यौँ, यसको प्र्याक्टिकल त्यो चतुश्लोकी ज्ञान पनि हामीलाई प्रदान गर्नुहोस् न। मैले पानीको थ्योरी 7 दिन सुने, मेरो तिर्खा मेटिँदैन। मैले खानाको महिमा सुने 7 दिनसम्म, मेरो भोक मेटिँदैन। मैले प्र्याक्टिकली पानी पिउनुपर्छ, खाना खानुपर्छ। औषधिको महिमा मात्र सुनेर रोग निको हुँदैन, औषधिलाई प्र्याक्टिकली सेवन गर्नुपर्छ। र 7 दिन हामीले त्यो चतुश्लोकी ज्ञानको महिमा त सुन्यौँ श्रीमद् भागवत महापुराणमा, तर त्यसको मूल थियो चतुश्लोकी ज्ञान, त्यो त हामीले पाएनौँ नि त। र हाम्रो जुन उद्देश्य थियो त्यो अधुरो भयो। र त्यो चतुश्लोकी ज्ञान चाहिँ के हो त? अब यो हामीले सम्झिनुपर्ने छ। सृष्टिको रचना हुनुभन्दा पहिला त्यो चतुश्लोकी ज्ञान ब्रह्माजीलाई आदिपुरुष नारायणले दिनुभएको थियो, परमात्माले दिनुभएको थियो। भाषाको रचनै भएको छैन, मानिसको रचनै भएको छैन, सृष्टिको रचनै भएको छैन। त्यो चतुश्लोकी ज्ञान भाषाभित्र भएको ज्ञान हुन सक्दैन, भाषादेखि परको ज्ञान हो। र त्यसलाई हामीले पराभौतिक ज्ञान भन्न सक्छौँ, मेटाफिजिकल नलेज भन्न सक्छौँ। त्यो चतुश्लोकी ज्ञान के हो त? र अचम्मको कुरा मैले रिसर्च गर्दा के पाएँ भने त्यही चतुश्लोकी ज्ञान आमाको गर्भमा प्रत्येक बच्चालाई परमात्माले प्रदान गर्दै रहेछ। लास्टको 3 महिना प्रत्येक बच्चाले त्यो चतुश्लोकी ज्ञानलाई प्राप्त गरेर त्यसमाथि साधना गर्छ, मेडिटेसन गर्छ। अनि त्यो साधनाको परिणामले त्यो बच्चा बाहिर आउँदाखेरि उसको ब्रेनमा डेल्टा वेभ हुन्छ, आनन्दको मस्तको तरङ्ग हुन्छ, अनि उसको दाहिने ब्रेन गर्भैबाट विकसित भइरहेको हुन्छ। र वास्तवमा हामीले गर्नुपर्ने साधना, जान्नुपर्ने कुरा त चतुश्लोकी ज्ञान रहेछ। अब त्यो चतुश्लोकी ज्ञान चाहिँ के हो त? त्यसलाई बुझाउन लागि हाम्रा ऋषिहरूले मन्दिरको रचना गरे। अनि त्यही चतुश्लोकी ज्ञानबाट 4वटा वेदको रचना भयो, ऋग्वेद, सामवेद, यजुर्वेद र अथर्ववेद। र त्यो चतुश्लोकी ज्ञानलाई लिएर हाम्रा पुर्खाहरूले मन्दिरको रचना गर्नुभयो। जब एउटा बच्चालाई स्वामी विवेकानन्दले मन्दिरमा गएको देखि उहाँ खुसी हुनुभयो कि कति राम्रो हाम्रो सनातन धर्मको परम्परा हो, यो बच्चा मन्दिरमा जान थाल्यो, यसले एउटा राम्रो संस्कार पाउने हो। एकछिनपट्टि एउटा बुढो मान्छे लट्ठी टेक्दै जाँदै थियो, उसलाई हेरेर स्वामीजी दुःखी हुनुभयो। यो कस्तो अचम्बाको र दुःख लाग्ने कुरा हो, हाम्रो यो बुढो मान्छे अहिले पनि बाहिरकै मन्दिरमा सीमित छ, उसले भित्रको मन्दिरमा प्रवेश गरेको छैन। एकजना बुद्धिजीवीले सोधिहाल्यो, स्वामीजी मन्दिर जानु त राम्रो कुरा हो, यो बुढो मान्छे जाँदा हजुर किन दुःखी भएको, बच्चा जाँदा किन खुसी हुनुभएको? उहाँले भन्नुभयो, तिम्रो बच्चा स्कुल जान थाल्यो भने मलाई बाबुआमालाई खुसी लाग्छ। त्यही बच्चा 10 वर्षसम्म एउटै क्लासमा बसिदियो भने बाबुआमा दुःखी हुने हो। बाहिरको मन्दिर पहिलो क्लास हो। अनि मन्दिर शब्दको अर्थ हो मन प्लस अन्दर इज इक्वल टु मन्दिर। र हाम्रो भित्र पनि एउटा मन्दिर छ। त्यो बच्चालाई भित्रको मन्दिरमा जहाँ त्यो चतुश्लोकी ज्ञान मेनिफेस्ट भइरहेको छ, त्यसमा के चिज छ भनेर त्यो बुझाउन लागि बाहिरको मन्दिरमा त्यो 4 चिज बनाइयो। मन्दिरमा हामी जान्छौँ, बत्ती जलाउँछौँ। बच्चाले सोच्ने हो यो बत्ती किन जलाएको, यसलाई अखण्ड ज्योति किन भन्छ भन्दाखेरि जसरी बाहिर तिमीले उज्यालो देख्दैछौ, बत्ती उज्यालो लाइट देख्दैछौ, त्यस्तै तिम्रो भित्र पनि लाइट छ। बाहिरको लाइट निभ्लो पनि सक्छ, यो अखण्ड होइन। तिम्रो भित्र जुन भर्गो ज्योति छ, जसलाई कसैले स्पिरिचुअल लाइट भन्यो, कसैले नुरे लाइट भन्यो, इनर्जीको जुन लाइट छ हाम्रो भित्रमा, त्यसलाई बुझाउन लागि यो बाहिरको मन्दिरमा हामीले बत्ती जलाएको। र त्यो बच्चाले बिस्तारै भित्रको मन्दिरमा प्रवेश गर्छ। मन्दिरमा घन्टीहरू, शङ्खहरू बजाएको हुन्छ, नौमती बाजाहरू बजाएको हुन्छ। यो बाजाहरू किन बजाएको मन्दिरमा, के छ यसको प्रयोजन भनेपछि त्यहाँ प्रिस्टले बुझाउँछ कि जसरी यो बाहिर तिमीले बाजा सुन्दैछौ, यस्तै तिम्रो भित्रको मन्दिरमा पनि बाजाहरू बजिरहेको छ। र भित्रको मन्दिरमा बजिरहेको बाजालाई बुझाउन लागि
जसलाई हामीले नाद ब्रह्म भन्छौँ, अनहत नाद भन्छौँ, इङ्ग्लिसमा अनस्ट्रक म्युजिक भन्छौँ। हाम्रो भित्र 24 आवर्स त्यो कन्टिन्युस त्यो म्युजिक भइरहेको छ, जहाँ 9 प्रकारका बाजाहरू बजिरहेको छ, घन्टा, शङ्ख, नगाडी, बाँसुरी, बिनाहरू बजिरहेको छ। त्यो भित्रको म्युजिकलाई बुझाउन लागि, भित्रको मन्दिरमा अटोमेटिक चलिरहेको म्युजिकलाई बुझाउन लागि बाहिर मन्दिरमा घन्टी शङ्खहरू बजाइयो। मन्दिरमा हामी माला घुमाउँछौँ, 108 दानाको माला हुन्छ। त्यो मालाको प्रयोजन पनि के हो भन्दाखेरि हाम्रो श्वासको मालालाई बुझाएको। एभरेजमा एउटा व्यक्तिले 21,600 श्वास लिन्छ, त्यसको आधी गरिदियो भने 10,800 हुन्छ। अब 10,800 दानाको माला बनाएको त बहुत ठुलो हुन्थ्यो र हाम्रा पुर्खाले 2टा जिरो हटाएर हाम्रा पूर्वजहरूले, ऋषिहरूले, ऋषि भनेको नि स्कलर हो, रिसर्च स्कलर हो। त्यो दाढी बढाएर त्यो पगलाहरू होइन, उनीहरू धेरै उनीहरूले गहिरो रिसर्च गर्थे। जसरी अहिलेका साइन्टिस्टहरूले बाहिरको रिसर्च गर्छ, हाम्रा ऋषिहरूले भित्रको रिसर्च गर्थे, जुन रिसर्च अझै जरुरी हाम्रो लागि छ। र त्यो श्वासको मालालाई 2टा हटाएर 108 दानाको मालाले के सम्झाउँछ भन्दाखेरि त्यो बच्चालाई जसरी यो बाहिर माला छ, यो माला त हामीले हातले घुमाउनुपर्छ, तिम्रो भित्र एउटा अटोमेटिक माला छ जसलाई भनेको छ निरञ्जन माला घटमे फिरे दिन रात, ऊपर जावे नीचे आवे, श्वास श्वास चली जात। यो श्वासको माला छ। यो बाहिरको मालामा त हामीले हातले मन्त्र जपिरहेको छौँ, मुखले मन्त्र, हातले माला घुमाएर मुखले मन्त्र जपिरहेको छौँ। भित्रको मालालाई न हातले घुमाउनुपर्छ न मन्त्र जप्नुपर्छ, त्यसमा अटोमेटिक एउटा मन्त्र छ, जुन पावरले, जुन भाइब्रेसनले, जुन शब्दले यो श्वासलाई चलाइरहेको छ। र त्यसलाई बुझाउन लागि त्यसलाई हाम्रो धर्मशास्त्रमा अजपा गायत्री भने। अजपा नाम गायत्री, योगी नाम मोक्षदायिनी, यसस्य सङ्कल्प मात्रेन सर्व पापे प्रमुच्यते। कि त्यो गायत्री भनेको, गया भनेको श्वास हो, त्राण भनेको चाहिँ त्यसको सञ्चालन गर्नेवाला शक्तिलाई गायत्री भन्छ। त्यो शक्तिलाई अजपा हो, त्यसलाई जप्नु पर्दैन, मनलाई मात्रै सङ्कल्प मात्र गर्नुपर्छ भनेको। मनमा त्यसलाई पहिला अनुभव गर्नु पर्यो गुरुको कृपाले, अनि त्यसमा मनलाई जोडिदिनु पर्यो। र त्यो भित्रको मालालाई, निरञ्जन मालालाई, त्यो 24 आवर्स अटोमेटिक चलिरहेको मालालाई भने नि, माला जपु न कर जपु, जिव्या कहूँ न राम, राम मेरा सुमिरन करे मैं पाऊँ विश्राम। मैले आनन्दले विश्राम गर्ने हो, त्यो मालामा मनलाई मात्र जोड दिनुपर्ने हो, त्यो मन्त्रमा अटोमेटिक मनलाई मात्र जोड दिनुपर्ने हो। र त्यसलाई बुझाउन लागि बाहिर हामीले मन्दिरमा माला बनायौँ, त्यो बच्चालाई बुझायौँ जसरी बाहिरको माला छ यसरी तिम्रो भित्र छ। चौथो चिज हामी के गर्छौँ, मन्दिरमा पञ्चामृत दिन्छौँ। अनि हाम्रा पण्डितजीहरूले त्यसलाई एउटा श्लोक पनि पढ्नुहुन्छ, अकाल मृत्यु हरणम सर्वव्याधि विनाशनम विष्णु चरणोदकम पित्वा पुनर्जन्म न विद्यते। यसले तिमीलाई अकाल मृत्युबाट बचाउनेछ। किनभने मान्छेको जीवनमा कतिवटा अकाल मृत्यु हुन्छ, पर्मानेन्ट आउने मृत्युभन्दा पहिला, फाइनल डेथभन्दा पनि पहिला त्यस्तो कतिवटा संयोगहरू आउँछ। त्यो अकाल मृत्युबाट त्यसले बचाउँछ भने अकाल मृत्यु हर्नम, जम्मै बिमारीहरूमा पनि त्यसले हेल्प गर्छ जाति गर्नुमा। अनि यो पिउनाले तिमी जन्म मरणबाट पनि मुक्त हुन सक्छ भनेर यति ठुलो महिमा त्यो पञ्चामृतको गएको छ। र त्यो बच्चालाई बुझाइन्छ जसरी यो बाहिरको पञ्चामृत छ त्यसरी तिम्रो भित्र पनि एउटा पञ्चामृत बगिरहेको छ, अमृतै बगिरहेको छ। हजुरले हामीले साइन्टिफिकली भन्ला भित्र कुनै पनि अमृत बगेको छैन। हाम्रो भित्र साइन्सले जसरी बाहिर कुनै चिजको पोखरी हुन्छ, पानीको पोखरी हुन्छ, हाम्रो भित्र अमृतको पोखरी छ। त्यो पोखरीलाई के भनेको छ हामी साइन्सको भाषामा पिनियल ग्ल्यान्ड, पिनियल ग्रन्थि भन्छौँ। आजसम्म विज्ञानले त्यो पिनियल ग्ल्यान्डलाई पूर्ण रूपले बुझ्न सकेको छैन र के भन्छ, इट्स अ मिस्टेरियस ग्ल्यान्ड। र त्यो पिनियल ग्ल्यान्डबाट अमृत झर्छ। त्यसलाई पञ्चामृत किन भन्दाखेरि त्यसमा 5 किसिमको स्वाद आउँछ। जब एउटा योगीले, एउटा साधकले, जसले गुरुको कृपाले त्यो चतुश्लोकी ज्ञान आफ्नो भित्र पाएको छ, भित्रको मन्दिरमा प्रवेश गरेको छ, उसले त्यो 5 किसिम त्यो पिउँदाखेरि 5 किसिमको टेस्ट आउँदो रहेछ। यो शरीर 5 तत्त्वले भनेको आकाश, वायु, जल, अग्नि र पृथ्वी, अङ्गुला पनि 5 छ र यसले पनि 5वटा तत्त्वलाई इन्डिकेट गर्दैछ। जब पृथ्वी तत्त्व डोमिनेटिङ हुन्छ शरीरमा, उसको प्रधानता हुन्छ,
त्यति बेला गुलियो जस्तो टेस्ट आउँछ। जब जल तत्त्वको प्रधानता हुन्छ त्यति बेला नुनिलो जस्तो टेस्ट आउँछ। जब वायु तत्त्वको प्रधानता हुन्छ त अमिलो जस्तो टेस्ट आउँछ। जब अग्नि तत्त्वको प्रधानता हुन्छ त्यति बेला तितो पिरो जस्तो टेस्ट आउँछ। अनि आकाश तत्त्वको प्रधानता हुँदाखेरि तितो जस्तो टेस्ट आउँछ। यसरी त्यो 5 किसिमको रस जब उसले पिउँछ, प्र्याक्टिकली पिउने चिज हो यो, थ्योरी होइन। त्यो रसहरूले कतिपय बिमारीहरूमा हेल्प गर्छ। जसरी हामी आयुर्वेदमा पढ्छौँ तितो चिजले कतिवटा रोगमा हेल्प गर्छ, अमिलोले कतिवटा रोगमा हेल्प गर्छ, पिरोले पनि कतिवटा रोगमा हेल्प गर्छ, नुनिलोले पनि कति कुरोमा हेल्प गर्छ, गुलियोले पनि कति कुरोमा हेल्प गर्छ। त्यसरी यो 5 किसिमको रसले शरीरलाई धेरै रोगहरू शमन गर्नुमा हेल्प गर्छ भनेर त्यसलाई बुझाउन लागि पञ्चामृत बाहिर बनायो। र बाहिरको मन्दिरमा जुन 4वटा चिज बनाएको थियो त्यो भित्रको मन्दिरलाई बुझाउन लागि हो। अनि त्यो भित्रमा जो हामीले जो चतुश्लोकी ज्ञान भागवतकोलाई पनि बुझाउने त्यो एउटा परम्परा कायम गरियो। हाम्रो 4वटा वेद छ, 4वटा वेदमा पनि त्यही 4 चिजलाई बुझाएको छ। जो माला घुमाउने कुरा छ त्यसमा जुन मन्त्र चलेको छ त्यसलाई अक्षय ब्रह्म भन्यो र अक्षय ब्रह्मलाई बुझाउन लागि ऋग्वेदको रचना भयो। त्यो घन्टी शङ्खलाई बुझाउन लागि सामवेदको रचना भयो। सामवेदमा म्युजिकको चर्चा छ। अनि त्यो ज्योतिलाई, अखण्ड ज्योतिलाई बुझाउन लागि यजुर्वेदको रचना भयो, जसभित्र गायत्री मन्त्र पनि छ। अनि अमृतलाई बुझाउन लागि अथर्ववेदको रचना भयो। 4 वेदले पनि त्यो चतुश्लोकी ज्ञानलाई नि इन्डिकेट गर्दैछ। र हामीले थ्योरी मात्रै नभएर प्र्याक्टिकल गरौँ। जीवनमा सुखदेव ऋषिले जुन प्र्याक्टिकल चतुश्लोकी ज्ञान राजा परीक्षितलाई प्रदान गरेर राजा परीक्षितले लिबरेसनलाई, मुक्तिलाई प्राप्त गर्यो, निर्वाणलाई प्राप्त गर्यो। हामीले पनि त्यो चतुश्लोकी ज्ञानलाई गुरुको कृपाले प्र्याक्टिकली प्राप्त गऱ्यो भने हाम्रो जीवनमा मनको शान्ति आउँछ। यो आत्माले ईश्वरत्वलाई प्राप्त गर्छ। सबैलाई मेरो धन्यवाद छ।